प्रधानमन्त्रीले नै पुलिसको गोली होइन भन्छ, त्यो गोलीको जिम्मेवारी कसले लिने? त्यो प्रधानमन्त्रीले थाहा हुनु पर्दैन कि त्यो गोली कहाँबाट आउँछ मेरो देशमा, म प्रधानमन्त्री हो देशको भन्ने कुरा त्यो थाहा पाउनु पर्दैन प्रधानमन्त्रीले? त्यो कुरामा तपाईँहरूले बोल्ने कि नबोल्ने? र सरकार बनोस् जोसुकै बनोस्, पहिलो कुरामा चाहिँ यो तीनटै जो नेताहरू छ ताउकीहरू छ यिनीहरूलाई पक्रापुर्जी जारी नगर्नसम्म हाम्रो यो आन्दोलन रोकिन्न। अझै पनि रोडमा निस्किन्छौँ, अझै पनि लड्छौँ जबसम्म देश परिवर्तन हुँदैन। देशमा हामीले आम जनता आम नागरिक हामीले जेनजीले मात्रै होइन 50 वर्षको बुढा बाबुआमालाई पनि नेपाल राम्रो नेपालको चाहना छ, इच्छा छ, उनीहरूलाई एउटा आशा छ कि नेपाल बनाऊ भन्ने होइन। उनीहरूको इच्छा पनि पुरा हुनुपर्छ। आम नेपाली नागरिकको इच्छा पुरा नभएसम्म हामी जेनजी पुस्ता अथवा जेनवाई जेडवाई जो पनि परिवर्तन जाने युवाहरू छन् रोडमा आउन र भ्रष्टाचारीलाई कहाँबाट धुतेर ल्याएर कसरी बङ्गरा झारेर रोडमा पिछार्नुपर्छ भन्ने कुरामा हामी तयार छौँ, हुनेछौँ। जबसम्म सरकार परिवर्तन हुँदैन, जबसम्म जनताका माग पुरा हुँदैनन् तबसम्म हामी लड्नेछौँ भन्न चाहन्छु। यसमा एउटा म साथीहरूलाई डिस्टर्ब गरेँ, म एउटा राखिहाल्छु। म कमल सुवेदी जेनजी आन्दोलनमा हुन त हाम्रो जेनजी पुस्ताहरूबाट चाहिँ एउटा क्याम्पेन सुरु भयो होइन। त्यसमा देशमा भएको फ्रस्ट्रेसनमा मलाई पनि चित्त बुझेको थिएन, मलाई पनि चाहिँ घर बस्न मन थिएन। म पनि गएँ, म सहित मेरो भान्जा थियो रोशन नेउपाने, मेरो काभ्रेको साथी दाई हुनुहुन्थ्यो दिलबहादुर तामाङ र मेरो एकदम मिल्ने साथी विनोद महर्जन पाटनको थियो। हामी सँगै थियौँ। मेरो भान्जालाई पनि टाउकोमा गोली लाग्यो, ऊ त्यहाँ अन द स्पोट ढल्यो। दिलबहादुर तामाङ टाउकोमै गोली लाग्यो, अन द स्पोट ढल्यो। विनोद महर्जन टाउकोमा गोली लाग्यो, अन द स्पोट ढल्यो। अनि म पनि घाइते हुँ होइन, चाहिँ लाठीचार्ज खाइयो चाहिँ गऱ्यो, तर ज्यान जोग्यो, गोलीहरू त लागिरहेको थियो। त्यसपछि मेरो भान्जा एभरेस्ट हस्टेलमा लगेको थियो, त्यहाँबाट टिचिङ लग्यो। टिचिङमा हामीले 6 दिनसम्म चाहिँ दीप प्रज्वलन कार्यक्रम गऱ्यौँ। त्यहाँनिर लासमाथि लास थोपिरहेको थियो। तर दुःख लाग्दो कुरा, अब साथीहरू यहाँ हुनुहुन्छ जेनजीको लिडर होइन, मैले अब यो भन्नै पर्छ, जेनजीको लिडर प्लस अब चाहिँ अरू कोही मिडिया साथीहरू पनि खास कोही पनि कभरेजमा त्यतिखेर कोही पनि आउनु भएको थिएन। मैले प्रत्येक परिवारको एक एकजनासँग गएर त्यहाँ सबै रोइराख्नु भएको थियो, बोल्ने कोही पनि थिएन। जो बुझ्ने छ त्यसले त लिड लिनुपर्छ भनेर मैले आफैले लिड लिएर तपाईँको मान्छे सबैले वाट्सएप ग्रुप बनाएर फोटोदेखि हाल्नेदेखि मागपत्र बनाउनेदेखि हामी जङ्गी अड्डा पनि लिएर गयौँ। हाम्रो चाहिँ अब किनभने पहिला सुरु त देशमा भएका कुथितिको त एउटा पार्ट छ, त्यो आफ्नो ठाउँमा छ। मान्छे त मरिसक्यो त, 19-20 जना मरिसके, त्यसलाई न्याय दिने पहिला फर्स्ट प्रायोरिटी त त्यो होला नि त। अरू मुद्दा त त्यसपछि होला नि त। अहिलेका लिडर भनेको सरकार भनेको त्यसकै रगतमा बनेको होइन र यी तिनीहरूलाई न्याय भएन त यो सरकारको के औचित्य रह्यो त? जोसुकै भन्नु नि होइन। हाम्रो समर्थन छ, हामीलाई पनि फ्रस्ट्रेसन भएर निस्केको थियौँ, भोलिपल्ट पनि निस्केको थियौँ होइन। अनि हामीले एउटा गऱ्यौँ प्रेस मिट, त्यहाँ जङ्गी अड्डामा सुनेर मैले तुरन्तै फोन गरेँ, प्रेस मिट गरेँ। त्यसपछि त्यहाँबाट भएन, दबाब दियौँ, सबै दियौँ, भयो। र अहिले पनि के भइरहेछ अहिलेको स्थिति भने हामी सिंहदरबार